वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन। स्वागत छ मेरो युट्युब च्यानलमा। यता चाहिँ म चाहिँ काका घर आएको छु हैन। अनि म चाहिँ हिजो यता बेलुका दिदीहरू जानुभएको थियो, अनि त्यसैले म चाहिँ यता काका घर आएको थिएँ भने जाने त्यसैले भिडियो बनाउन चाहिँ पाइनँ। रात परिसकेको थियो। अनि अहिले बिहान बनाएको। फेरि म दिउँसोखेरि घर जान्छु। टिभी हेर्न आँटेको गाइज होइन, केही पनि छैन, काम सबै काम सिधिसक्यो। बुइनीको नयाँ अरे गुडिया देखाइदियो त बुइनी। के हो त्यसको नाम बुइनी? सोनिक देखाइदियो त सोनिक। स्कुल जाँदिनस् अनि? आज स्कुल जाँदिन? चल जानुपर्छ। फेरि म जान्छु घर। अनि घर गएर के हुन्छ देखाउने छु। सो गाइज हामी चाहिँ आइसकेको छौँ घर। अनि दिदी म काका घरबाट आइसकेको छौँ। हाम्रो चाहिँ साधन यहाँ छ, स्कुटीमा आएको थियौँ होइन गाइज। अनि हामी चाहिँ अब फेरि पनि जाँदैछौँ उता कर्मेनी आमाको घरतिर। जाउँ। दिदी यहाँ हुनुहुन्छ, हेर्नु क्यामेराको अगाडि। हामी चाहिँ जाँदैछौँ गाइज। हामी चाहिँ अनि काका घरबाट आयौँ। अनि अब आएर चाहिँ दिदी यता खोलातिर भिजिट गर्ने अरे। यता खोलातिर नआएको कति भएको थियो नि त दिदी। अनि यता हेर्न जाने भन्नुबाट हामी जाँदैछौँ भनेको। उयो टिफर पनि आएको छ त। यसमा चाहिँ एउटा इन्फर्मेसन दिनै छ बाँकी छ। हिजो चाहिँ यहाँनिर होइन स्टोक राख्न खोजेको थियो होइन गाइज। अनि इलिगल भएर अनि राख्न दिएन। अनि यहाँबाट उठाउँदैछ बलुवा। हेर्नु गाइज। सो गाइज भाइरल प्लेसमा हामी चाहिँ भिडियो बनाउन आएको थियौँ खोलातिर होइन। अनि खोला हेरेर आउनुभयो दिदी? अनि यतातिर चाहिँ खोला हेरेर हामी आइसक्यौँ। खोलातिर चाहिँ मान्छेहरू धमाधम काम गरिरहनु भएको छ। यहाँनिर चाहिँ तिहारको लागि तोरी पनि सुकाइरहनु भएको रहेछ। गर्मी नै भयो। यता हाम्रो बडा हुनुहुन्छ। भिडियो बनाउँदै हिँड्दैछौँ। अब भिडियो बनाएर आइसक्यौँ भने एकदम गर्मी भयो होइन। अनि यता चाहिँ खपरे भाइ बसिरहेको छ। यता यो दिदी चाहिँ हेर्नु न भिडियोमा आउन लुक्नु भएको अरे। झन् भाइरल बनाइदिउँ भनेर देखाऊँ भनेको त लुक्नु पो हुन्छ। जाने के गर्ने हामी घर जाने। सो हामी चाहिँ चिसाङ खोला भिजिटिङ गरिसक्यौँ गाइज होइन। अनि दिदीले हामीलाई चाहिँ पानी हेरेर भनिदिएको थिए, किनकि दिदी माछा मार्न आउँछु भन्दै थियौँ त। अनि माछा मार्ने सम्भव छैन होइन। दुईवटा चुल्टीबाट त हाम्रो दिदीको हेयर स्टाइल हेर्नु है गाइज। हाम्रो दिदीको हेयर स्टाइल हेर्नु। अनि पानी चाहिँ एकदम ओभरफ्लोमा बर्किरहेको छ पानी चाहिँ होइन गाइज। अनि त्यो माछा मार्ने भप्ने छैन। त्यही भएर हामी अब फोन गरेर फेरि दिदीलाई नआइज भन्ने, नत्र यही भिडियो मार्फत दिदीलाई नआइज भनिदिएको छौँ हामीले गाइज। अर्ग्यानिक च्याउ यो तपाईँहरूले खानुहुन्छ कि हुँदैन गाइज होइन? तपाईँहरूले खानुहुन्छ कि हुँदैन गाइज? यो खानुहुन्छ कि हुँदैन कमेन्ट गर्नु। यहाँ चाहिँ मैले भोइस ओभर गरेको छु होइन, किनभने एडिट गर्दा गर्दै लाइन गयो, त्यस पछाडि लाइन आएन। अनि मैले चाहिँ डाटा तानेर गरिदिएको थिएँ। यहाँ भाइहरू चाहिँ गोलको ट्राई गर्दै रहेछन्, प्र्याक्टिस गर्दै रहेछन्। टोल लिङ्क आउन आँटेको छ नि त, त्यसैले प्र्याक्टिस गर्दै रहेछन्। यसो भिडियो बनाइदिउँ भनेर बनाइदिएको। अनि मैले चाहिँ यो भिडियोमा चाहिँ फन्नी भिडियो नभए पनि यसो गाउँ ठाउँको राम्रो एउटा भ्यू निकालौँ भनेर बनाएको होइन भिडियोलाई लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गर्नु होला। बाई बाई।